सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका हिन्दू धर्मावलम्बीहरूमा नमन भन्न चाहन्छु। आजदेखि स्वस्थानी व्रत कथा सुरु भएको छ। पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म 1 महिनाको व्रत बसी नुहाइ धुवाइ गरेर व्रत बसेमा हाम्रो धर्म पाप हामीले जानी गरेका पापहरू पनि नष्ट हुन्छन् भन्ने परम्परा छ। त्यो परम्परा अनुसार बिहान उठेर माधव नारायणको पूजा गरेर बेलुका स्वस्थानी व्रत कथा सुन्ने गरिन्छ। सम्पूर्णले सके किताब पढेर धारण गरेर पढ्नु होला। यदि सक्नुहुन्न भने पनि बिहान मोबाइलमा पनि दिन्छ, युट्युबमा पनि दिन्छ। यो 1 अध्यायदेखि सुरुदेखि लास्टसम्म सुनेर सम्पूर्णले सुन्नु होला। कथा मोबाइलमा पनि दिन्छ, मोबाइलबाट सुन्न सकिन्छ। हामी त परदेशी हो, टाइम हुँदैन, केही हुँदैन, तर मोबाइलमा लगाएर भए पनि 1 अध्यायदेखि लास्ट अध्यायसम्म सुनेर भए पनि बस्नेछु भन्ने आशा छु। यदि माधव नारायणको पूजा 1 महिनासम्म माधव नारायणको पूजा सुरु भइरहेको छ। बिहान उठेर स्नान गरेर माधव नारायणको पूजा गरेर साँझ स्वस्थानी व्रत कथा सुन्ने गरिन्छ। तर हामीलाई समय भएन भने पनि, हजुरहरूलाई समय हुँदैन भने पनि मोबाइलमा लगाएर हजुर काम गर्दै, कतिपय विदेशमा त काममा व्यस्त हुनुपर्छ, टाइम मिल्दैन हैन। त्यही कानमा मोबाइल लगाएर, अहिले त ब्लुटुथको जमाना छ, ब्लुटुथ लगाएर पाकेटमा मोबाइल राखेर भए पनि सुन्न सकिन्छ। सम्पूर्णले सुनेर साथ दिनु होला। श्री स्वस्थानी माताको जय। हे व्रत सफल होस्, व्रत सफल होस्, श्री स्वस्थानी माताको व्रत सफल होस्, व्रत सफल होस्, व्रत सफल होस्, श्री स्वस्थानी माताको व्रत सफल होस्। हे पहिलो चरण श्री स्वस्थानी माताको पर्छु शरण। पहिलो चरण श्री स्वस्थानी माताको पर्छु शरण। पहिलो चरण श्री स्वस्थानी माताको पर्छु शरण। जय हो श्री स्वस्थानी माताको जय।